समान उचाइ भएका घनाकार वस्तु र बर्गाकार पिरामिडको आयतन बीच कस्तो सम्बन्ध हुन्छ भनेर जियोजेब्रा सफ्टवेयरद्वारा भिजुअलाइजेसन गरेर हामीले देखाउन सक्छौं। कक्षा 10 को बर्गाकार पिरामिडको आयतनको बारेमा विद्यार्थीहरूलाई शिक्षण गर्दै गर्दा हामीले आयतन निकाल्ने फर्मुला 1/3 टाइम्स u स्क्वायर h फर्मुला प्रयोग गरिरहेका हुन्छौं। यो फर्मुला कसरी आयो त भनेर विद्यार्थीहरूलाई बुझाउनका लागि हामीले घनाकार वस्तुको आयतन र बर्गाकार पिरामिडको आयतन बीचको सम्बन्ध विद्यार्थीहरूलाई बुझाउन सकेमा विद्यार्थीहरुमा यो फर्मुला कसरी आयो त, यो बर्गाकार पिरामिडको आयतन निकाल्ने फर्मुलामा 1/3 * a स्क्वायर h कसरी आयो भन्ने कुरा स्पष्ट रूपमा बुझ्नेछन्। आज मैले यो जियोजेब्रा सफ्टवेयरको प्रयोग गरेर घनाकार वस्तुको आयतन र बर्गाकार पिरामिडको आयतन बीचको सम्बन्ध देखाउन गइरहेको छु। ल अब भिडियो सुरु गरौँ। सर्वप्रथम हामीले जियोजेब्रा सफ्टवेयर हामीले ओपन गर्यौं। सबभन्दा पहिला हामीले एउटा पोइन्ट बनाऊ। त्यसका लागि हामीले इनपुट बक्समा गएर a = ब्राकेट 0.0 गरेर 0,0,0 भनेर एउटा ओरिजिन पोइन्ट लगाऊ। यहाँ यो ग्राफिक्स भ्युजमा a भन्ने पोइन्ट देखाएको छ र यतापटि 3D मा पनि a भन्ने पोइन्ट देखाएको छ। त्यसै गरेर हामीले अर्को पोइन्ट b लगाऊ। त्यसका लागि हामीले 4,0,0 गरेर हामीले इन्टर गर्दाखेरि यहाँ b भन्ने पोइन्ट देखायो। अब यो a र b पोइन्टलाई बेस मानेर हामीले एउटा क्युब बनाऊ। त्यसका लागि फेरि इनपुट बक्समा गएर क्युब टाइप गर्ने र ब्राकेटमा हामीले क्यापिटल A, क्यापिटल B भनेर इन्टर गर्यो भने चाहिँ हाम्रो यो क्युब बन्यो। यताबाट यसरी यो क्युब बन्यो। यसलाई यसरी देख्न सक्नुहुन्छ तपाईहरुले। यो चाहिँ हामीले यसलाई तल पनि ल्याउन सक्छौं। यो क्युब बन्यो। यसको तल बेसमा A B C D छ, माथि चाहिँ E F G H छ हैन। अब यो क्युबको जति नै हाइट छ, उचाइ छ, त्यो बराबरका तीनवटा स्क्वायर बेस्ड पिरामिडहरु बनाऊ यसमा। त्यसका लागि हामीले यसलाई सर्वप्रथम क्युब भन्ने छ, यसलाई चाहिँ हामीले यस्तो गरौँ र अब यसकै हाइट बराबर, यसको हाइट जति नै छ, यो क्युबको हाइट जति छ त्यो हाइट बराबरको क्युबहरु बनाउँदै जाँदाखेरि, पिरामिडहरु बनाउँदै जाँदाखेरि यो क्युबमा कतिवटा पिरामिडहरु अट्न सक्छन् त। त्यसका लागि अब हामी पिरामिड बनाऊ। पिरामिडको लागि फेरि इनपुट बक्समा गएर पिरामिड लेखेर ब्राकेट ओपन गरौँ। ब्राकेट ओपन गरेपछि तलको बेस A B C D लगाऊ। A, B, C, D लगाऊ र यसको चाहिँ भर्टेक्स, यसको चाहिँ एपेक्स, यो पिरामिडको ABCD बेस भएको स्क्वायर पिरामिडको एपेक्स चाहिँ G मानौं, G। त्यसैले फेरि कमा G लेख्यो भने र इन्टर हान्यो भने हामीले एउटा यो पिरामिड बन्यो। अब हामी यसको कलर चेन्ज गर्न सक्छौं। यसको ओपेसिटी अलिकति बढाइदिउँ। यो चाहिँ के हो त, हाम्रो एउटा पिरामिड बन्यो। यो एउटा पिरामिड अट्यो। त्यस्तै प्रकारले अर्को बेस, यतापटिको बेस यो ADHE
ADHE बेस भएको अर्को पिरामिड बनाऊ। APY पिरामिड लेखेर ब्राकेट ओपन गर्ने, A, D, H, E, यसको पनि एपेक्स चाहिँ G नै राखौँ। सबै पिरामिडका एपेक्स चाहिँ एउटै हुनुपर्छ। त्यो हामीले एपेक्स चाहिँ G बनाएका छौँ। बनाएर हामीले इन्टर हाल्ने भनेपछि ADHE पिरामिड भएर हुन्छ। पिरामिड ADHE भनेर हामी इन्टर हाल्ने भनेपछि अर्को पिरामिड बन्यो। त्यसका लागि हामीले यसलाई पनि कलर चेन्ज गरौँ। यसको अपोजिट अलिकति बढाइदिउँ। यस्तो बन्यो। दुईवटा पिरामिड अट्यो हेर्नुहोस् त। अघि हामीले जुन त्यो क्युब बनाएका थियौँ त्यो क्युबमा कतिवटा पिरामिड अट्यो? दुईवटा पिरामिड अट्यो। त्यस्तै अब अर्को बेस चाहिँ ABFE पिरामिड PY पिरामिड ABFE है। A, D, F, E, त्यही एपेक्स फेरि G नै भयो। इन्टर हाल्दाखेरि फेरि अर्को पिरामिड अट्यो। यसरी अट्यो भनेपछि हामीले सुरुमा बनाएको जुन क्युब थियो त्यो क्युब बराबरको क्युबको हाइट जति नै थियो त्यति हाइट बराबरको स्क्वायर बेस्ड पिरामिडहरू बनाउँदै जाँदाखेरि त्यो क्युबभित्र तीनवटा क्युबहरू अट्यो। त्यसैले सबभन्दा पहिला यो क्युबको भोल्युम निकाल्ने फर्मुला के हुन्छ त? L × B × H। अनि तीनटै साइड गुणन गर्दाखेरि तीनटै साइडहरू के हुन्छन् त? सेम हुन्छन्। L × B × H तीनवटै साइडहरू सेम हुन्छन् अथवा A क्युब हुन्छ। त्यो A क्युब फर्मुला हामीले कस्तो पनि ल्याउन सक्छौँ भन्दाखेरि A स्क्वायर अनि H राख्ने H राखिसकेपछि हाइटलाई चाहिँ H नै राख्ने। त्यसैले यो भोल्युमको हाम्रो क्युबको भोल्युम निकाल्ने फर्मुला के भयो त? A स्क्वायर H भयो। यो पुरै क्युबको भोल्युम कति भयो त? A स्क्वायर H भयो। पुरै क्युबको A स्क्वायर H भयो भनेपछि अब एउटा मात्रै पिरामिडको भोल्युम कति भयो भन्दाखेरि 3 ले डिभाइड गर्ने। यो टोटल क्युबको भोल्युमलाई 3 ले डिभाइड गर्यो भने आउने जुन भोल्युम हुन्छ त्यो एउटा पिरामिडको भोल्युम हुन्छ 3 ले डिभाइड। किनभने यो क्युबमा तीनवटा के अट्यो त? पिरामिडहरू अट्यो। स्क्वायर बेस पिरामिडहरू अट्यो। तीनटा अट्यो नि त। तीनटा मिलेर बल्ल एउटा बनिएको छ भनेपछि एउटाको भोल्युम निकाल्दा के गर्ने त भन्दा 3 ले डिभाइड गर्ने हैन? 3 ले डिभाइड गर्ने। त्यसैले यो स्क्वायर बेस पिरामिडको भोल्युम निकाल्ने फर्मुला 1/3 A स्क्वायर H हुनुको कारण त्यही भएर अब हामीले यसलाई रोटेट गरेर पनि हेर्न सक्छौँ। त्यसका लागि अब सबभन्दा पहिला लाइन AB बनाऊ। लाइन AB A, B इन्टर हाल्नु। अब यसलाई हामीले यो D भन्ने स्क्वायर बेस पिरामिडलाई रोटेट गरेर
एफ हो एराउन्डमा। त्यसको लागि सबभन्दा पहिला एउटा स्लाइडर बनाऊँ। स्लाइडर विथ एंगल 90 डिग्री रोटेट गरौँ र यसलाई चाहिँ 0 नै राखौँ। ओके हानौँ। सो एउटा स्लाइडर तयार भयो। अब स्लाइडर भइसकेपछि हामीले अब रोटेट गराउनु त्यो डी भन्ने प्यारेन्टलाई। त्यसको लागि रोटेट लेखौँ अनि ब्रैकेट ओपन को त डी लाई कमा अल्फा कमा एफ इन्टर हाल्यो भने यो के भयो त अब रोटेट हुन थाल्यो। रोटेट भयो। त्यो अघिको जुन डी भन्ने पिरामिड छ त्यसलाई चाहिँ हाइड गरौँ। यसरी हाइड गरौँ। हाइड गरेर यस्तो भयो। अब फेरि यो रेड वाला पिरामिडलाई पनि रोटेट गरौँ। त्यसको लागि एडी मा पहिला लाइन खिचौँ। यसलाई लाइन ब्रैकेट ओपन ए कमा डी इन्टर। यो जी भन्ने लाइन बन्यो। अब यसमा फेरि त्यो रेडलाई रोटेट गरौँ। शिफ्ट हान्ने। त्यसपछि रेड भनेको के हो त सी हो। सी कमा यसमा चाहिँ माइनस हान्नुपर्छ है। माइनस अल्फा डिग्रीले घुमाऊ कमा के हो त जी ले हानेर इन्टर हान्यो भने चाहिँ के हो त यो रोटेट भयो। यसरी स्लाइडर चलाउने रोटेट भयो। अब के भयो रेडलाई अब हाइड गरिदिउँ। के भयो त यो यसरी रोटेट भयो। भनेपछि अब यो दुईवटा लाइनहरुलाई पनि हाइड गरिदिउँ। अब हामीले एनिमेसन अन गर्यौं भने चाहिँ के हुने भयो यस्तो यसरी रोटेट पनि गर्न सकिन्छ। यसरी हामीले यसलाई पनि अफ गर्यौं। यसरी हामीले विद्यार्थीहरुलाई भिजुअलाइजेसन गरेर देखायौं भने चाहिँ विद्यार्थीको धारणा चाहिँ अझै स्पष्ट हुन्छ। यसरी क्यूब यो क्यूब छ। यो क्यूबमा सेम हाइट भएको कतिवटा 3 वटा चाहिँ अटिरहेछ। 3 वटा पिरामिडहरु अटिरहेको छ। यसैले एउटा पिरामिडको आयतन निकाल्दाखेरि के प्रयोग हुने भयो त 1/3 ले डिभाइड गर्नुपर्ने भयो। त्यही भएर पिरामिडको आयतन निकाल्दाखेरि 1/3 a स्क्वायर h हुनका कारण त्यही भएर नै हो। ल यसरी विद्यार्थीहरुलाई देखाउन सकियो भने चाहिँ के हुन्छ त विद्यार्थीहरुको स्पष्ट धारणा चाहिँ बस्न सक्छ। यसरी हामीले विभिन्न एंगलहरुबाट घुमाएर रोटेट गरेर विद्यार्थीहरुलाई बुझाउन सक्छौं। ल आजको भिडियो यति नै।